हेलो सो गाइस, स्वागत छ मेरो मिनी ब्लगमा तपाईहरुलाई हैन। म चाहिँ टक आज हेर्न सक्नुहुन्छ, भाइहरुसँग टक बस्दै छु हेर्न सक्नुहुन्छ। म चाहिँ यस्तो तरिकाले बस्दै छु हेर्न सक्नुहुन्छ हैन। यता चाहिँ हाम्रो भङ्गो सर आउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। म भाइहरुलाई भइसि चाहिँ कस्तो म्याएर हेर्न सक्नुहुन्छ हैन। यो भन्दाले म चाक्ले नि हेर्दैन के, मेरो चाक्ले नि हेर्दैन कसम गाइस, साच्चै भन्दैछु म हैन। हैन साच्चै हो। यहाँ चाहिँ को भाइ आएछ, चङ्गे भाइ आएछ हेर्न सक्नुहुन्छ हैन। तर म यहाँ गुन्यौ चोलीमाको गाइज हेर्न सक्नुहुन्छ तपाईहरुले हैन। तर म गुन्यौ चोलीमा पुगिसकेपछि तपाईहरुलाई यहाँको माहौलहरु देखाउने छु कस्तो छ के कस्तो छ भनेर हैन। त्यही हो। सो गाइज तपाईहरु मेरोमा अनि स्वागत छ। अब केही समयपछि म तपाईहरुलाई यहाँको माहौल पनि देखाउने छु। त्यो समयको लागि चाहिँ थोरै समयसम्म प्रतीक्षा गर्नु होला गाइज। सो गाइज म चाहिँ यहाँ हैन यहाँ गुन्यौ चोलीमा पुगिसक्यो हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा भाइ मसँगै आएको हो हैन। यहाँको माहौल चाहिँ यहाँ बाइकहरु देख्दा चाहिँ ठिक जस्तो लाग्यो हैन गाइज, हेर्न सक्नुहुन्छ तपाईहरुले हैन। यहाँ चाहिँ भाडा मार्ने ठाउँ रहेछ हेर्न सक्नुहुन्छ तपाईहरुले गाइज। यहाँ चाहिँ आज शुभ गुन्यौ चोली भनेर लेखेको छ, स्वागतम रे सुन्नुहुन्छ। यहाँ गुन्यौ चोली बहिनीहरु चाहिँ दुईटा हो। यहाँ चाहिँ केटाहरु अब हुन्छ नि हैन। यहाँ पुरा रमाइलो गरिरहेछ हेर्न सक्नुहुन्छ हैन। यता साइडमा चाहिँ रमाइलो गरिरहेछ हेर्न सक्नुहुन्छ तपाईहरुले। यहाँ चाहिँ मेरो बहिनीहरु छ हेर्न सक्नुहुन्छ। अघि त जाड खाएर पुरा झ्याममा बस्दै थियो, अहिले चाहिँ ठिकै रहेछ हेर्न सक्नुहुन्छ हाम्रो चैले हैन। हेर्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ अब माहौल यस्तो छ। हाम्रो मास्टर हो हेर्न सक्नुहुन्छ हैन। मास्टर सो गाइज यहाँ चाहिँ रमाइलो भएर रहेछ पुरा हैन। अब एकछिन पछि चाहिँ म मेरो केटाहरुलाई खोज्न जान्छु गाइज। हेर्न सक्नुहुन्छ हाम्रो डिजे म्यान। चाहिँ माहौल यस्तो भइरहेछ गाइज हेर्न सक्नुहुन्छ तपाईहरुले। पुरा हाम्रो बुढापाकाहरु चाहिँ यसरी बस्छ हेर्न सक्नुहुन्छ। फेरि आम्बो दामी अनि चाहिँ यहाँ केटाहरु रहेछ हैन। यहाँ चाहिँ भान्सा रहेछ। हामी चाहिँ खासमा ढिला आइपुग्यो त्यही भएर हैन। सो तपाईहरुले यहाँ देखाउन पाएन यहाँको माहौलहरु। अनि हाम्रो केटाहरु चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले, पुरा गेम खेल्दै छ हैन। वहाँ परसम्म नै हाम्रो केटाहरु रहेछ। सो गाइज हामी चाहिँ उता डाँडातिर गएर यसो भ्यूहरु देखाउने छु तपाईहरुलाई। त्यसको लागि चाहिँ केही समय प्रतीक्षा गर्नु होला तपाईहरु। हेर्न सक्नुहुन्छ गाइज हाम्रो केटाहरु आउँदै छ। दामी गीत चाहिँ कहाँ बजिरहेछ हैन। तर केटाहरुले है डान्स देखाइरहेछ हेर्न सक्नुहुन्छ हैन। बब्बाल वाह। सो गाइज यता नि हेर्न सक्नुहुन्छ 2-3 जना छ तपाईहरुले हेर्न सक्नुहुन्छ। सो गाइज हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ मुस्कान सर हो हेर्न सक्नुहुन्छ। मुस्कान किङ। अब यहाँबाट देख्ने भ्यूहरु भनेकै यस्तै हो हेर्न सक्नुहुन्छ तपाईहरुले। भ्यूहरु चाहिँ अहिले यस्तो देख्दैछ यहाँबाट हैन। हाम्रो गुन्यौ चोली घर चाहिँ हो खासमा हैन। मान्छेहरु पनि ठिकै देख्दैछ। सो हाम्रो बिमल भाइ पनि छ हैन। सो गाइज हैन त्यही हो। अब यता आएको गाइज खासमा एकछिनमा तपाईहरुले म भ्यूहरु पनि देखाउने छु हेर्न सक्नुहुन्छ तपाईहरुले। सनसेट पनि बब्बाल देख्दैछ हैन गाइज। यहाँ चाहिँ अब सनसेट डुब्न पनि धेरै समय लाग्दैन।
मुद्दाको गाई चाहिँ भएर म होइन मुद्ने ठाउँ पनि छैन टोइलेट सुत्दै पनि छैन क्या हाम्रो यार बिजोग लाग्यो मलाई त त्यही हो यहाँबाट हेर्नेहरू देख्ने भ्यूहरू त म तपाईँहरूलाई देखाउँदैछु मेरो पछाडिबाट देख्ने भ्यूहरू पनि बब्बाल बब्बाल छ हेर्न सक्नुहुन्छ तपाईँहरूले मुर्रा मुर्रा सो तपाईँहरूलाई मेरो अब भ्लगमा स्वागत छ पनि कति भन्नु होइन माल पनि अब खासै रमाइलो देखेन गाइस त्यही भएर म चाहिँ यतिकै हिँडिरहेको छु भनौँ अब यताउति अब म गएपछि देखाइहाल्छु नि किन चिन्ता यहाँ भाइ नाच्ने भन्नु थियो होइन त कताबाट भाइ नाचेको पनि देखाउने छु केटाहरू चाहिँ बिस्तारी बिस्तारी गर्दै यहाँ बाइकहरू सबै लिएर घर चल्दैछ होइन गाइज आफ्नो त एउटा साधन भयो हिँड्नु बाइकमा यार साधनै छैन कसरी हिँड्नु मेरो सम्झिँदै देखाउनु पऱ्यो हेर्न सक्नुहुन्छ यहाँ पुरा खाना खाँदैछ हेर्न सक्नुहुन्छ पुरा जाँड धन्काउँदैछ यहाँ चाहिँ पुरा डान्स चल्दैछ हेर्न सक्नुहुन्छ तपाईँहरूले बङ्डीको हाम्रो मास्टर सर हामी भनेको जेन्जी ब्लगर हो क्या भाइ भाइहरू पुरा नाच्दैछ हेर्न सक्नुहुन्छ यहाँ गीत पनि 50वटा जति चेन्ज गर्दै गर्दै नाच्दैछ मस्ती या यहाँ चाहिँ मेरो बहिनीहरू नाच्दैछ हेर्न सक्नुहुन्छ गाना है बस्ती हेर्न सक्नुहुन्छ गाई झगडा हुन लागिरहेछ सो गाई झगडा हुन लागिरहेछ हेर्न सक्नुहुन्छ अब हल्का हल्का डिस्कस परिरहेछ हेर्न सक्नुहुन्छ तपाईँहरूले डिस्कस पनि पर्छ होइन सक्नुहुन्छ गाई चाहिँ भित्र चाहिँ कुनै अनौठो चिजहरू हुन लागेको छ होइन हाम्रो लामाले केही कुरा अब यहाँ भन्न लगाइरहेको हाम्रो यहाँ झाँक्री चाहिँ पुरा अब होइन तपाईँहरूले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ हेर्नको लागि चाहिँ मान्छेहरू पनि टन्नै छ डिजे सरहरूसँग भेट्न जाँदैछु यहाँ चाहिँ हाम्रो डिजे सरहरू चाहिँ हेर्न सक्नुहुन्छ डिजे सर हाम्रो हेर्न सक्नुहुन्छ डिजे सर यहाँ पुरा डिजे मिलाउँदै नाच्दै गर्दैछ
हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ खाना खा मान्छे चाहिँ खासै छैन गाइज होइन तैपनि यहाँ पुरा भिडभाड देखिरहेको छ कि तपाईँहरूले हेर्न सक्नुहुन्छ यता गयो नि भिड छ उता गयो नि भिड छ होइन हाम्रो अनिस भ्लगरले भ्लग बनाउँदैछ हेर्न सक्नुहुन्छ होइन तैपनि अनिस भ्लगलाई पनि गएर सब्सक्राइब गरिदिनु होला तपाईँहरूले अनिस F2 भनेर सर्च गर्नु भ्लग भेट्छ होइन तपाईँहरूले पनि उहाँलाई पनि माया र सक्दो सपोर्ट दिनु होला तपाईँहरूले सो गाइज चाहिँ बिरामी भएको थियो अघि नै भर्खरै होइन तपाईँहरूले बिरामीलाई नि हेर्न सक्नुहुन्छ हाम्रो भङ्गला सरले यहाँ ओ लिएर बब्बाल नाचिरहेछ तपाईँहरूले अब मेरो नेक्स्ट भिनिम भ्लग चाहिँ यही हो होइन यही भयो होइन तर हामी चाहिँ यहाँ अब गुन्यौ चोलीबाट हामी चाहिँ यहाँ घर फर्किँदैछु हेर्न सक्नुहुन्छ माहौल पनि खासै राम्रो भएन होइन त्यही भएर हामी चाहिँ फर्किँदैछु सो गाइस तपाईँहरूले केही नयाँ नौलो चिजहरू देख्यो भने चाहिँ म देखाउने छु अब नयाँ नौलो चिजहरू देखेन भने चाहिँ तपाईँहरूसँग म यतिकै बिदा हुनेछु घर पुगेपछि होइन त्यही हो सो गाइस